गाइस आज चाहिँ हामी रोनाल्डोको घरमा जाँदैछौँ है। यहाँ कतिलाई थाहा छ छैन, साउदीमा पनि रोनाल्डोको घर छ। भर्खरै हामीलाई कन्ट्र्याक्ट मिलेको छ होइन, 6 महिनाको कन्ट्र्याक्ट छ। के को कन्ट्र्याक्ट भन्दाखेरि हाम्रो चाहिँ स्विमिङ पुल मेन्टेनेन्सको कन्ट्र्याक्ट हो कि, अनि त्यसको लागि चाहिँ हामी रोनाल्डोकोमा जाँदैछौँ। तपाईँहरूलाई आज चाहिँ अलि धेरै हामी तपाईँहरूलाई आज रोनाल्डोको घर देखाउँछौँ है। सोल्टे हाम्रो कन्ट्र्याक्ट आएको कति भयो? लगभग 4 महिना चल्दैछ। 4 month रनिङ हो। त्यतिखेर म जब कन्ट्र्याक्ट आएको थियो त्यतिखेर म चाहिँ छुट्टीमा थिएँ घरमा, अनि साथीले स्टार्ट गरेको थियो। आज त्यही भएर चाहिँ म तपाईँहरूलाई देखाउँछु ल रोनाल्डोको घर। हुन त बिलिभ गर्दैन होला मान्छेहरूले, तर अब किनभने हामी पाउँदैन नि त, सेल्फीहरू क्यामेराहरू एलाउड छैन भित्र लानु। यही हो रोनाल्डोको घर। यो सेक्युरिटी गाडी देखिराख्नु भएको छ नि, कालो गाडी, यो सेक्युरिटी हो। यो रोनाल्डोको घर हो यतापट्टि राइट साइडमा। हामी यतापट्टि पार्किङ गर्छौँ, यहाँनिर पार्किङ गर्छौँ। पार्किङ चाहिँ यता हो होइन, भित्र मोबाइल लानु चाहिँ एलाउड छैन। त्यही हो, हामी मोबाइल चाहिँ यहीँ राखेर जानुपर्छ, हाम्रो गाडीमै छोडेर जान्छौँ। अब आज यति नै हो। आज यति नै ल। बाई बाई।